What's up guys, welcome back to How Was It 380. आज चाहिँ म यता आर्कक्सन सिटीमा छु हैन। यो चाहिँ अलिकति बीच एरिया अनि डेजर्टको एरिया हो। मेन हामी यता आउनु कारण चाहिँ डेजर्टको लागि हो हैन। जिउन दि पिलाट भन्छ। अनि म चाहिँ यता मेरो साथीहरुसँग आएको छ। So let's start the vlog. Let's go. We are going to Agashum right now. अब चाहिँ हाम्रो यो अपार्टमेन्ट टुर है यता आर्कक्सनमा आइपुगिसकेको हैन। अनि यहाँतिर यस्तो छ लिभिङ रुम हो यो चाहिँ हैन। लिभिङ रुम यस्तो छ अनि यहाँ हाम्रो जाल पनि खोल्ने दामी हो रिमोटले खोल्दिम न। स्वाट है यता है। अनि लिभिङ रुम यस्तो छ। अनि यहाँ किचन हो। A1 छ है ग्यासको रहेछ ल दामी। किनभने धेरै जस्तो ठाउँमा चाहिँ के हुन्छ भने इन्डक्सन हुन्छ, ओ टोस्टर रहेछ, क्याफेको सबै सामान छ हैन। यस्तो छ। अनि हाम्रो यो चाहिँ कति तिर्यो भने हामीले लगभग 445 जति तिरेको थियो। अनि यस्तो छ भ्यू चाहिँ है 4 दिनको लागि हो। आज वेडनेसडे हो अनि बाहिरको भ्यू चाहिँ यस्तो छ सिटी। अनि अर्को राम्रो कुरो चाहिँ के हो भने गएको चाहिँ यही हो, ट्रेन स्टेसन यही हो। लगभग 30 सेकेन्ड हिँडेर पुग्छ यो अपार्टमेन्ट। अब ल रुम टुर है, रुम टुर गाइजहरु रुम टुर है। बाथरुम हो यो चाहिँ क्विन। क्विन अब सावर गर्नुपर्छ। यस्तो गर्मी भइरहेछ। उता चाबी लिन चाहिँ म उता अर्कै ठाउँमा गएको थिएँ क्या। उता अफिस रहेछ उनीहरूको। अनि चाबी लिने चाहिँ 10 मिनट टाढा भनेको। म चाहिँ गएर साथीहरू चाहिँ यहाँ तल बसेर होइन सबै त्यो लगेज बोकेर बसेको थियो। अनि म चाहिँ चाबी लिन गएको थिएँ क्या। सो मलाई गर्मी भइरहेछ। यहाँ एक सावर हान्नुपर्छ अब। अनि हाम्रो रुम है दुईवटा रुम छ। यस्तो छ एउटा, अर्को छ यो साइड। दामी छ रुमको पनि। अब यसो आम्मा डेकोरेसन पनि राम्रो रहेछ। अब हामी यसो खोलिदिउँ न होइन। ओहो हैट यतिको चाहिँ हुनुपर्छ क्या रुम भनेको। 400 तिरेको थियो हामीले होइन, 445। ओ आमा रुमको बाहिर चाहिँ बाल्कुनी दामी रहेछ है के गाइसहरू। बढ त कहाँ हुनुहुन्छ यस्तो छ है बाल्कुनी। आमा यो चाहिँ रुमको बाहिर यस्तो छ। ओहो दामी यार। वेदर अहिले नि यहाँ घाम ठ्याक्कै हिजोदेखि घाम लाग्न थालेको छ। सो यो एउटा रुम भयो। अनि अर्को रुम यही छ। वो ड्याम ब्रो। ह्याङ्गर छ ह्याङ्गर। के हो सबै खोलेको त दामी देख्छ रहेछ नि। हेलो उता यहाँ ढोका डाइभमै भइदिएर जाल खोल्दाखेरि है दिन चाहिँ कस्तो भइरहेछ? दामी लाग्यो? दामी लागेको छ हाम्रो हिरोलाई चाहिँ दामी लागेको छ है। मलाई पनि दामी लाग्यो होइन। सोफाहरू यो चाहिँ कति हो भने लगभग 60 मिटरको थियो जस्तो लाग्यो। झट्पट ठुलो 60-64 ल धेरै नबोलौँ है। अब हामी भोक लागेको छ यसो फ्रेस अप गर्ने अनि ग्रोसरी सपिङ। अनि भोलिदेखि चाहिँ दामी हुन्छ कि मेबी बेलुकादेखि नत्र भोलिदेखि। कस्तो भइसक्यो सपिङ गर्न जाँदैछ हामी सबैजना। यस्तो लिप्स चाहिँ कोचाकोच रहेछ है। लेट्स गो गेम। ल अब हाम्रो यहाँ सपिङ हो, ग्रोसरी सपिङ है आज बेलुकाको लागि। हो कि होइन? अनि हाम्रो सपिङ हुनु लागेको छ। वेदर त गर्मी छ। सपिङ गर है। गरिसकेँ एउटा चाहिँ गरिसकेँ। अब हामी यहाँ ग्रोसरी सपिङ ट्यापै गरेर 75 युरोको आएको हो। तर 75 युरो 4 दिनको लागि होइन।
अब यस्तो हो क्या अब बेस्ट अफ 3 मा दुईजना जसले जित्छ त्यसले चाहिँ रेस्टुरेन्टमा बस्ने कि नबस्ने भनेर छान्नुपर्छ है म चाहिँ बस्ने ऊ चाहिँ नबस्ने होइन ल 1 2 3 रक पेपर सिजर सुट फेरि रक पेपर सिजर सुट एकचोटि रक पेपर सिजर सुट 1 तीनचोटि हो नि त अनि बेस्ट अफ 3 मा दुईजना जिते त अब जिते अब बिहार गर्न को हारे रे आन्सङ हार्यो हामी दुईजना हारे नजाने भनेको कि हामी दुईजना नजाने भनेको होइन यो दुईजना जाने रे के